सकनिबामे पिन्ट जोजलपा पिन्टना मिह चाहिने खास तो राजायु गु चाहिँ फागुन 7 स्टेटमेन्ट ढुङ्गा पोखरा राजा काठमाडौँ वेयो क्रममे गु चाहिने ये जुलुस ल यसको स्वागत लागि चाहिने अनि वो जुलुस है राजा हो देश बचाओ दगा वो नारा बिहा होलिन थोकी चाहिने विशेष ना काठमाडौँ निवासीलाई र चिन्ताइ विषय जुल छारासा नेवा त्यसैना संघीय लोकतान्त्रिक गणतन्त्र नेपाली संविधान वो आन्दोलन चाहिँ नेवा त्यसो सहभागिता स्वरूप सयौं वर्षदेखि पीडित रूपे नेवा समुदाय शाहवंश राजा राज्यका अनुका जो पीडित पक्ष नेवा चाहँदो उकि उत्पीडन वर्गको सङ्घर्षको बावजुद चाहिने तो समावेश सहित चाहिने संघीय लोकतन्त्र नेपाली संविधान जारी गर्ने वो संविधान विशेष न अल्पसंख्यक जनजाति आदिवासी मधेसी महिलालाई चाहिँ एकदमै बालाउ संविधान साथ्याउ संविधान विश्व गर्न नमरो तो स्याउ उपलब्ध संविधान चाहिँ वेनु गाना राजनीति संविधान सम्मान साथ चाहिँ जनता न स्वीकार्य अवस्था जो निर्णय था वहाँ वेको स्वागत जानतो वेको नयाँ फ्रीडम दो तर ए जुगन आ चाहिँ छासा राजतन्त्र फेरि हान चाहिँ छासा पुनर्गठन बाध्य छ राजतन्त्र फर्काए मार्यो तर थुगे जिम्मे चाहिँ तरौँ आपत्ति त्यो विषयले जिम्मे गोले स्वीकार त मरो एजा वो विषय छलफल यहाँ बैठक चौका उनका पुसा नेवा तो नेवा नेता द विभिन्न जातीय संगठन विभिन्न राजनीतिक पार्टी आपत्ति पास में डकुमेन्ट ल्याइजा थुकी चाहिँ थ्याउ चाहिँ तो राजतन्त्रबारे चाहिँ जुलुस सभा चाहिँ सहभागी मयो थुकी चाहिँ जे अधिकार कुन्थित जी तय मन साना मिया भेला जुखा मिग चाहिने एकात्म राज संस्था गुजसँग राज्य चाहिने व्यवस्था खना उकि छोए वर्ग छोए जाति चाहिँ हालिमले दु आतो संविधान जार्जुनका अल्पसंख्यक मुस्लिम आदिवासी जनजाति अझ विशेष ना चाहिँ पिछेका वर्ग त गु राज्य चाहिने छौ तले हुन्छौँ नि नापल मरो नापल छोए वर्ग छोए जात जग्गा चाहिँ बाउल त दोनी थोटोले जो थोए संघीय राजतन्त्र थो संविधान राज त हटाउनुका थो विषय चाहिँ वो का थुक्यो लाइन थो पहिचान सहितको संहिता तो चाहिँ समावेश सहितको संहिता त्यो धर्मनिरपेक्षता संहिता यो चाहिँ थो जोडे चाहिँ गुजुरे चौक त्यो सिस्टम चाहिँ फुक्क नेपा मिपेसलाई चाहिँ छौ बालापुरी व्यवस्था जोलिने छि फुक्क निवाजक मक्की नागा दिँदा फुक्के जाति जनजाति दकु उठे जा तो हान राजतन्त्रिक पुनर्गठनयापट्टि कोसिस जान्छौँ चुकी बारे हिँड्दाको एकताबद्ध दिया चाहिँ अझ विशेषता राजनीति उकि विरुद्ध प्रतिकारात्मक तर थो व्यवस्था जिम्मेलाई चाहिँ दक्लै बाल व्यवस्था छ ऊ पछि चाहिँ कार्यक्रम नै यहाँ मारे जो चाहिँ तापो दोकी चाहिँ आथो चाहिँ छुरासा थो गु चाहिने रवि लामेछाने पछि हैन आथो राजा आउ देशपथ हराइ पछि गु नारा जुनाउ छौँदो तो मन त छौ चाहिने असन्तोष आक्रोश चाहिँ अभिव्यक्ति नै ख या सरकार समय थै त सच्याइ आयो र जनता त हरेक चाहिने रात बिउ र हरेक कर्मचारी तन्त्र सहज बाँच्न सरकार देखपत्ता छ तो अथेन निर्मूल ज्याउनी एजा सरकार समयले थो विषय चाहिँ हेकाइन हेकतया चाहिँ जिमसँग जनतालाई चाहिँ सेवा सुविधा चाहिँ बिउ कुत याद छ यो बारम्बार चाहिँ जनता आक्रोश चाहिने वइमको एजा जनता आक्रोश ध्यान दिएन सरकार आ चाहिँ थो गु चाहिँ तो विशेष युवा त एकदमै फ्रस्ट्रेसन दो नेपालले एकदमै युवा त्यसलाई सास्ने यहाँ था कर्मतन्त्र वसा युवा त्यसमा सहज चाहिँ सेवा पाएमा लिन तो युवा त गुमेसा 46 साल आन्दोलन बारे मसु 62 आन्दोलन बारे मसु यो पञ्चायत छुया त राजतन्त्र 240% छुया मसु लिन थोत्रा आक्रोश रुपे चाहिने तो जुलुस जोडिने थै त चाहिँ सरकार चिरामा थुकी बारे चाहिँ सरकार चाहिँ डेलिभरी किन थप डाल्ला छ युवा त न कने कसांगे छ जुलुस भाकै मुखै चाहिँ विश्वास त या सरकार चाहिँ समयले तो सचेत दिया चाहिँ सर जनता त सेवा सुविधा रात बिमारहरू चाहिँ थियो तापो दुनिया त्यसो आथो विषयले थ्याउ चाहिँ मोडे छन्नुगा चाहिँ झिसा चाहिँ आन त्रास थो दल थो पार्टी थो धर्म थ्याउ फुक्कतोटा जो अधिकार त सुनिश्चित आउलाई हो अधिकार 40 वर्ष राजतन्त्र अधिकार छु छिन्टौक नाब पञ्चायत छु चाहिने रे नेपाल दो भाषा दकु बन्धन बिल छिसँग पहिचान मुद्दा त्या चाहिँ कुन भाषा आन्दोलन हन यानौख तर आवया छासा
संगदर साखा निसेका फुक अधिकार चाहिँ विस्तार प्राप्ति जो अवस्था दो अझ झने छ अझ बरेजिमा था अधिकारलाई वो अधिकार थे संविधान मार्फत जब प्राप्त गर्ने जे फुक एकता बरेजा तो सँगै लोकले संविधान पे त्यसमा रक्षामा तो जे फुक्सिए तो सामै तापुजीमा रे जो बनाइदियो